नमस्ते वेलकम टु माई भ्लग। हजुर सन्चै हुनुहुन्छ? अनि के छ हजुरहरूको खबर? गर्मी कतिको छ? हामीलाई त एकदम धेरै गर्मी भयो। मलाई भन्दा पनि स्पेसली आर्या बेबीलाई चाहिँ एकदम धेरै गर्मी भयो रे। आर्या बेबी भने मेकअप गर्दा नि फ्यान लाई गरिरहेछ होइन। अनि गर्मी पनि छ झापामा, धेरै नै गर्मी हुन्थ्यो। अझ यहाँ त धेरै नै गर्मी भइरहेको छ। अब हामी रेडी भएर निस्कन्छौँ। फेरि हामी चाहिँ ठिक्क निस्किन लागेको होइन, पानी आइदियो क्या सानो सानो। अनि रै पनि हामी जाँदैछौँ होइन अरे। अब अलिकति टाइम लाग्छ, 10 मिनट लाग्छ होला पुग्न, के लाग्दैन? आएर पुरा रिसाइरहेको छ, मैले टिकटक बनाउनु नदिएको नि त बाटोमा, अनि त्यही भएर अब के गर्नु, फोन भिज्छ, गाह्रो छ होइन। देख्नुभयो नि आर्या बेबी 90 रुपियाँको खाँदैछ, मलाई 10 रुपियाँको मलाई देखाउँदैछ। आर्या बेबी यस्तो छ। के खाएको आर्या बेबी? आमामा के हो यस्तो मुख? मुखको त हालत बनाएछ त। हामी फ्यान किनेर ल्याइसकेका छौँ। यस्तो गर्नुमा फेन बनाएको मैले एसी भएको राम्रो हो। एसी त यस्तो ब्याग त्यसरी खाएको छ, लुगा त्यसरी खाएको छ, यति ब्याड ह्याबिट छ। फाइनल्ली हामी फ्यान किनेर ल्याइसकेका छौँ। अब हामी उडारेमा धोदैछौँ फ्यान। अब हावा खाइरहेको हो कि नारी सिरी भनेर त्यता हिँडेर फाइनली गाइस हामी चाहिँ फेन किनेर ल्याइसकेको छौँ। अब तपाईँको पालो फेन किन्ने। बाई बाई, लभ यु। आजको लागि यति नै, बाई। सब्सक्राइब गरिदिनु होला है त। मेरो कता चाहिँ नौरा न